नमस्ते जमजमसम थकाली किचन। हजुरलाई पनि यस्तै खाउँ लाग्दो फिस फ्राई खान मन छ अथवा यसैलाई पछि ग्रेभी गर्न पनि सक्नुहुन्छ हजुरले स्टु गरेर। यो चाहिँ मैले फिस फ्राई गरेर ग्रेभीको लागि हो खासमा भन्यो नि। हजुरहरूलाई चाहिँ यतिकै फ्राई खान पनि मन पर्छ भने फ्राई खाँदा पनि हुन्छ। यो चाहिँ हजुरले खाना खाजा स्न्याक्सको रूपमा युज गर्न सक्नुहुन्छ। सो फर्स्ट त हजुरले यो रौ माछा है, रौ माछालाई राम्रोसँग सफा गर्नुहोस्। सफा गरिसकेपछि मैले चाहिँ टाउको र पुच्छर चाहिँ छुट्टाइ राख्छु, यो चाहिँ मिसाउँदिनँ। अनि यसलाई चाहिँ लसुन अनि बेसार अनि यो चाहिँ नुन, मेरो चाहिँ झन्डै 5 किलो भन्दा बढी छ। त्यसलाई चाहिँ तपाईँले 2 चम्चा नुन 1 चम्चा बेसार अनि यो चाहिँ चुका अमिलो अनि कलरको लागि सोया सस र बेसार ठिक्क राख्नुहोस्। सोया सस धेरै भयो भने चाहिँ फेरि कालो हुन्छ है। हजुरले थोरै सोया सस राख्नुहोस् अनि ब्ल्याक पेपर। अनि हजुरहरूले चाहिँ यो चाहिँ फ्राई खानुहुन्छ भने चाहिँ कर्नफ्लोर अनि कर्नफ्लोरसँगै हजुरले चाहिँ अन्डाको सेतो भाग पनि राख्न सक्नुहुन्छ। त्यो गऱ्यो भने चाहिँ फ्राई मात्रै खानलाई चाहिँ मिठो हुन्छ। मैले चाहिँ ग्रेभीको लागि हो, त्यसैले मैले चाहिँ अन्डा राखिनँ। अनि यति सबै मोलेर 1 घन्टा जति रेस्ट गर्नुहोस्। अनि त्यसपछि तेल तातिसकेपछि यसरी माछा एउटा एउटा गरेर यसरी राख्नुहोस्। यो गऱ्यो भने चाहिँ हजुरको टाँसिँदैन, अमिलो पुग्यो भने चाहिँ टाँसिँदैन। हजुरले यसरी यतिको फ्राई भएपछि निकालिदिनुहोस्। निकालेपछि यो माछा तयार भइसक्यो। हजुरले यतिकै सर्भ गर्न पनि सक्नुहुन्छ। अनि यसलाई चाहिँ सेलाइसकेपछि हजुरले डिप फ्रिजमा राखेर 2 दिनसम्म चलाउन सक्नुहुन्छ। सो थ्याङ्क यू सो मच वाचिङ माई भिडियो। लभ यु अल।